नमस्ते साथीहरू, म तपाईँको साथी रोशन शेफ छेत्री भन्नु सक्नुहुन्छ है। त आज चाहिँ मैले तपाईँहरूलाई रिकपाटी करेलाको रेसिपी सेयर गर्दैछु है। आलु पनि हाल्नुपर्ने हुन्छ अनि करेला हेर्नुहोस् है, एकदम दामी हुन्छ है साथीहरू। मैले चाहिँ करेला काटेर नमक हालेर राखेँ है, निचोड्नुपर्छ बादमा बिटर त्यसको बिटरनेस रिड्युस गर्नुपर्ने हुन्छ। अनि मैले आलु र टमाटर पनि काटेँ है, छिटै पाक्ने साह्रै पातला पातला काटेको छु। अनि टमाटर पनि काटेको छु, प्याज पनि अलरेडी काटेर राखेको छु। र अगाडिको प्रोसेस चाहिँ हेर्नुहोस् है, म तपाईँलाई देखाउँदैछु है। मैले चाहिँ तेल हालेर प्याज हालेर भुट्यो है, र मजाले ब्राउन गर्नुपर्ने हुन्छ प्याजलाई। अन्त अलिकति चप गार्लिक पनि हालिदिनुपर्छ है। पेस्ट हाल्यो भने चाहिँ तपाईँको टालिन्छ भनेर चाहिँ मैले चाहिँ चपै राखेको। मजाले ब्राउन गोल्डन ब्राउन बनाइसकेपछि चाहिँ तपाईँले यसमा फर्स्ट अफ अल मेरो चाहिँ आज आलु र करेला बनाइदिन्छ नि त, त्यो भएर पहिला आलुलाई हाल्छु है, ढिलो पाक्छ नि त। अन्त करेलालाई चाहिँ नमक हालेर एकछिन भिजाइदिनुपर्छ, राख्नुपर्छ है। त्यसको करेलाको जति पनि तितोपन छ बिटरनेस त्यो अलिकति कम्ती हुन्छ है, त्यस्तो स्ट्रङ चाहिँ हुँदैन। त्यो भएर चाहिँ पानी निकाल्नुपर्छ त्यसको निचोडेर है। र एकदमै ड्राई बनाइरहेछ, यतिको ड्राई चाहिँ हुनुपर्छ। अनि आलु चाहिँ लगभग 30-40% चाहिँ पाकिसकेको छ। माथिबाट चाहिँ अब निचोडेर त्यो करेलालाई हालेर अनि एकछिन फेरि पकाउनु पर्ने हुन्छ है, मिक्स गरेर। त्यसरी नै हालेर मिक्स गर्नु होला। अनि बिस्तारो एकदम स्लो फ्लेममा छोडेर ढक्कन लगाइदिनु होला है। त्यसको 2 मिनट 1 मिनट बादमा हेर्दै हलाइराख्नुपर्छ, नभए जल्छ है साथीहरू। यसरी चिल्ली पाउडरहरू अनि मैले होममेड जिरा पाउडर रोस्टेड गरेर बनाएको त्यो पनि हाल्नुहोस्, बेसी हाल्नु होला नभए फ्लेभर खत्तम हुन्छ है त। साथीहरू यो करेलाको रेसिपी चाहिँ करेला लभरहरूको लागि है। अनि जसलाई मन पर्दैन करेलाको सब्जी है, तपाईँहरू पनि एकताल यो रेसिपी ट्राई गर्नुहोस्, अनि तपाईँको पनि फेभरेट हुन्छ। मलाई सपोर्ट गर्ने मेरो फलोवर्स नन फलोवर्स सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अगाडि पनि यसरी नै माया अनि सपोर्ट राख्दै गर्नु होला। थ्याङ्क यू।